मनी भनिदिन्छु टक्क। यो कुन ठाउँ हो रे दोलखा जिल्लाको? दोलखा जिल्लाको माथि खरेढुङ्गा भन्दा यतापट्टि होइन, चरीकोटतिर जाने बाटोमा सानो बजार छ। ल अनि भर्खरले मन्दिर पनि बन्दै रहेछ, यहाँ राम्रो मन्दिर पनि छ। चरीकोट जाने बाटो हो साथीहरूले। यो बाटोको चाहिँ कहाँबाट पुगिन्छ भने होला भीमसिन, दोलखा भीमसिन जाने बाटो, कालिम्चोक जाने बाटो, यही बाटो माथि के अरे मन्थली जाने बाटो, जिरी जाने बाटो चाहिँ यतैबाट जान्छ है मामा। यो चाहिँ यो बाटो है। यही बाटो। त्यहाँ राम्रो बस्ती रहेछ हेर्नुहोस् त, कति हराभरा घरि यो ठाउँ, सुन्दर शान्त वातावरण, स्वच्छ हावा, शीतल शीतल है। दिन पनि कति राम्रो परेको छ साथीहरू। हामी चरीकोट जान लाग्यो है, दोलखा जिल्लाको चरीकोट सदरमुकाम। राम्रो छैन त मामा, तपाईँलाई कस्तो लाग्यो? पोखरा जस्तो एकदम राम्रो छ। हाम्रो चाहिँ टुर छ है, महाभन्जाको हो है। महाभन्जाको टुर हो यो है। फुलबारी घुम्ती यो अरण्यको राजमार्ग हाइवे रोड हो यो। गाइजमा फाइनल्ली चरीकोट आयो है। ल यही हो चरीकोटको बजार। चरीकोट घुम्नको मेरो एकदम ड्रिम थियो, सपना थियो, आज फाइनली पुरा भयो। ल गाइस यही हो है जिरी बजार, ए चरीकोट बजार। जिरी कहाँ हो फेरि? ए जस राम्रो रहेछ चरीकोट बजार पनि है, मलाई मन पर्यो गाइस। यस्तो छ चरीकोट बजार। आहा, बस्नुपर्ने ठाउँ, घुम्नुपर्ने ठाउँ रहेछ चरीकोट। यस्तो छ यहाँका लोकल विशेषता, लोकल गाडीहरू होला। यो साडी चाहिँ हाम्रो पोखरामा चाहिँ चल्दैन है गाइस, टेम्पो। अझै आउँदैछ राम्रो राम्रो ठाउँहरू। राम्रो छैन चरीकोट बजार। ऊ त डाँडामा गएर बस्ने। कहाँबाट कहाँ आयो? कहाँबाट कहाँ आयो? पोखराको मान्छे चरीकोट आउनु भनेको त ठुलो सपना हो नि। अनि सपना मान्छे पैसा तिरेर घुम्न भ्रमण आउँछन् हो कि होइन? हामी चाहिँ फ्रीमा मजाले घुम्न पाउनु भनेको त यस्तो छ गाइस। भीमसेन नगरपालिका चरीकोट। कता बस्ने त हामी, कता रोक्ने बाइक? यो मेन बजार यो हो गाइस, चरीकोट बजार। ल यो चाहिँ कहाँ कहाँ जाने? चरीकोट, दोलखा लगायत। अब हाम्रो बाइक पार्क गर्ने स्थान आउँछ है। यताबाट जाने कता हो मलाई थाहा भएन, यो बाटो कता जान्छ थाहा भएन। अब यहाँ बिस्तारै म बसेर सोधपुछ गर्छु, हेर्छु, बुझ्छु।